गाइज वेलकम टु माई ब्लग होइन सबजना वेलकम भन्न चाहन्छु। अझै रातिको 9 बजिसकेको छ। म चाहिँ काममा जान लागेको होइन। अब आज चाहिँ काममा जान लागेको आज चाहिँ अलि ढिला जान लागेको म चाहिँ काममा। अनि सबजना सम्झे हुन्छ होला है। अहिले त रातिको 9 बजिसकेको सबजनाले खाना पनि खाइसक्नु भएको होला। पक्कै पनि अब सबजनाले खाना खानुभयो होला जस्तो लाग्छ होइन। सो गाइस लास्ट भनेर भइरहेको छ होइन। भ्लग पनि यति राम्रो आउने जस्तो लाग्छ मलाई चाहिँ। यस्तो राम्रो आएन हेर्न चाहिँ हेरिदिनु होला। रातिको भ्लग हो होइन। कस्तो गाइस अब हेर्नु पानी छिटाउनु थाल्यो। अब काममा जाने बेलामा चाहिँ कस्तो यार म हवाइगयो थियो होइन। सो गाइस पसल काहीँ खुला काहीँ केही छैन है। अब त पसल त खुला किन हुनुभयो त भर्खर खाना खाएर आएको मजाले होइन। अब यो अब म जाने बेलामा चाहिँ हेर्नु रातितिर यस्तो हुन्छ नि मलाई यति रिस उठ्छ नि के त्यो अब काममा गहिरो है गल्लीको कुकुरहरू यस्तो घुक्छ नि म्याकुरी मुखमा हान्ने समातेर कुकुरलाई होइन। म्याकुरी दिमाग चढाउँछ भने त लड चाहिँ म पहिलो दिन त मलाई यस्तो डर लाग्यो नि झोलपल्टबाट चाहिँ। अनि मस्तसित रात थर्काएपछि नि कुकुर अलिक बुझ्या जस्तो गरेर नि आउँदो रहेछ। पहिलो दिन त्यस्तो थर्कायो नि मलाई त कुकुरले यस्तो लहट्यो भने मलाई च्याउ गर्तिर ल गाइस म चाहिँ यहाँ सकलाएर जोगुनी बानी आइसकेँ होइन। अब जोगुनी बानी हुँदै अब म पुग्नुको लागि कमसेकम 45 मिनट लागिहाल्छ होइन। 10 बजीदेखि काम सुरु भएको कारणले चाहिँ म अलिकति 8:40मा हिँडेको। अनि फेरि त्यहाँ बाटोमा एउटा दाइ भेट्नु भयो। अहिले यताउता भएर ल्याङ्गुङ भयो होइन। केही छैन हेर्नु कस्तो अँध्यारो छ कि तपाईँहरूलाई पनि भ्लग हेर्नु अल्छी लागेको छ कि पुरै गाडी आइरह्यो भने यसो थोरै उज्यालो भएको हुन्छ नत्र त्यही हो। ल अल्छो गाइस होइन यस्तो गाह्रो छ कि होइन गाइस। म चाहिँ के भन्न चाहन्छु भने यो अब काठमाडौँ बसेर काम गरेर खाँदा अलिक गाह्रै छ कि गाइस। किनकि अब हुन्छ नि मान्छेले भन्छ काम गरेर खाइरहेको छ जागिर गरिरहेको छ सजिलो छ बिन्दास छ उसको लाइफ भन्छ नि मान्छेले होइन। त्यो होइन कि उसले आफूले मिहिनेत गरेर खानको लागि बस्नको लागि कति मिहिनेत गरेको छ भने उसको आफैलाई थाहा हुन्छ कि गाइस होइन। त्यही भएर पनि त्यो आफूले कति दुःख गरेको छु कति होइन हुन्छ नि अब स्ट्रगल कति गरेको छु भन्ने कुरा चाहिँ आफूलाई थाहा छ के गाइस। अनि अब हुन्छ नि कुनै समयमा कस्तो समय आउँछ के आउँछ त्यो समयमा कस्तो अवस्थालाई पार गरेर आएको कुरा भन्ने कुरा त्यो आफूलाई थाहा हुन्छ कि। त्यही भएर त जो पाए उहिले जस्तो सुकै बोल्दैमा भन्नेमा कुरा भइहाल्ने हुँदैन कि। आफूले कतिसँग दुःख स्ट्रगल गरेर अगाडि बढाएको छु भन्ने कुरा आफूलाई थाहा हुन्छ नि त होइन। अनि सो हल्का आज चाहिँ अब मेरो काममा पनि आज हिजो र आज चाहिँ अलिक गाह्रो छ कि काम फेरि। किनभने शनिबार र आइतबार चाहिँ लोन्ड्रीमा कपडाहरू धेरै आउँछ होइन। अनि त्यो सब धुनै परिहाल्यो नधुइ पनि नहुने। अनि लोन्ड्रीमा धेरै कपडाहरू आउने भएर चाहिँ यस्तो हो कि गर्न परिहाल्यो भने गर्न पनि पर्छ। फेरि अरू दिनलाई चाहिँ चिल हो क्या फेरि। यो दिनलाई चाहिँ यस्तो काले यो काल एउटा हप्ताको हो भने एउटा काल कट्यो भने जस्तो लाग्छ कि। तर कहीँजना आफूले सोच्यो भन्दा पनि बढी चाहिँ के भन्छु भने म चाहिँ होइन त्यो अब आफ्नो मन इच्छा होइन आकाङ्क्षा लगाएर गरेको कामहरू हुन्छ नि त्यो कामहरू चाहिँ सम्भवतः पुरा चाहिँ हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। किनकि आफूले त्यो सबै ध्यान मौन त सबै त्यसमै लगाएर काम गरे हुन्छ नि त होइन। तर आफूले त्यसरी काम गर्दाखेरि पनि आफूले गर्न खोजेको कुरा भएन भने चाहिँ त्यो जति रिग्रेट चाहिँ फेरि केही लाग्दैन क्या। त्यो पनि मैले बुझेको छु होइन। गाइजन म चाहिँ अब त्यही त हो नि माछापोखरी चोक टक्क आइपुगेँ होइन। अब यहाँबाट ट्याक्क म जान्छु बिस्तारै अगाडि बढ्दै जान्छु होइन। यहाँबाट पनि अब म अगाडि बढ्दैछु। बाइक धारापट्टि जानुपर्ने हुन्छ मेरो चाहिँ कामको लागि म होइन। गाडीहरू यस्तो तुफान ल्याइरहेको हुन्छ ग्याममा हान्दियो भने त म्याकुरी गयो जिन्दगी गयो। उसले होला उपचार गरिदिएला 2 दिन हस्पिटल राखेर आफ्नो सबै निको हुँदैन। अनि फेरि सब निको नभएपछि फेरि जो हुन्छ त होइन। त्यही भएर आफ्नो सुरक्षा चाहिँ आफै अप्नाउने हो कि। ल अब यस्तै हो होइन। अरू भने जस्तै हो सबजनाले मिहिनेत गर्नु अगाडि बढ्नु होइन।
होला बाटो अब तपाईँहरू गइरहेको गन्तव्यमा के अप्ठ्यारा परिस्थिति अप्ठ्यारा मोडहरू आइपुग्लान् त्यस्तालाई सामना गरेर अगाडि बढ्नु यही त हो नि अब जिन्दगी भनेकै यही रहेछ क्या केही छ भने त्यो कुराहरूलाई चाहिँ आफूले एक्सेप्ट गरेर अगाडि बढ्नुभन्दा चाहिँ केही विकल्प नै देखिने क्या मैले चाहिँ होइन जसले म हार्छु सक्दिनँ जस्तो लाग्छ नि त्यो मान्छे हार्ने नै हो कि सिधै हार्ने नै हो कि म सकेर सामना गर्छु भने डटेर लड्न सिक्नु पऱ्यो होइन नत्र त त्यो मान्छेले हार्ने नै हो कि त्यही भएर आफूले हार्छु जस्तो चाहिँ मनमा कहिले सोच्दिनँ क्या म होइन गाई रोयल इन्फिनिटी कस्तो खतरासँग धोएर राखिरहेको छ क्या रोयल त्यही भएर त ठिक छ तर त्यही हो नाइटको कामको लागि चाहिँ अलिकति गाह्रै हुन्छ सबजनालाई होइन राति 9-10 बजेपछि त काठमाडौँ पनि सुनसान हुने कि सबजना आफ्नै कोठामा गुपचुप भएर बसिरहेको हुन्छ नि को आउनु यो छ एक दुईवटा गाडी फाटो फुट्टो कुट्छ नत्र त खै दिउँसोको जस्तो त हुँदै हुँदैन कि मान्छेहरू त बालिन्साको सेना भन्नाले नगर प्रहरी भर्खर काम छुटेर आउँदैछन् उनीहरूलाई गाह्रो सबलाई बालिन्साको सेना भन्ने फेरि मार्लान् फेरि मिस्टेक फेरि बालिन्साको सेना भन्ने फेरि हान्ला फेरि कामलाई गुनुङ पाएर तर के त नगर प्रहरी भएपछि के त अब हो त सेना त हो नि को डराउँछ यार होइन अल्सो गाइस तपाईँहरूले चाहिँ होइन म चाहिँ के भन्छु भने तपाईँहरूले यो भिडियो हेर्ने मान्छेहरू चाहिँ होइन पुरै यो लाइकहरू पनि यताउता गरिदिनु न जस्ट भ्यू मात्र गयो कि गाइस भ्यू पनि सबै पुग्नु सकेको छैन होइन त हुन्छ नि त्यो चाहिँ अलिकति हुनु पऱ्यो क्या सबजना अब त्यही हो अब मेरो ट्याक्कै मेन रोडबाट छुट्टिने बाटो आयो अब मेन रोडबाट छुट्टिएर म चाहिँ सिधै माथि 3 धारा पुग्नुपर्छ फेरि अब यहाँबाट पनि 35-40 मिनट लाग्छ कति बज्यो अहिले रातिको 9:16 गएछ मेरो काम 10 बजेबाट ट्याक्क सुरु हो ठिक छ टाइममा त पुगिन्छ होला तर ठिक छ 2-4 मिनट यताउता होला जस्तो छ आज चाहिँ अब भोलिबाट चाहिँ 40 मा हिँडेर भएन कि भोलिबाट चाहिँ 8:30 हिँड्नु होला जस्तो छ उसो गाइज अब यति कुरा भन्ने कन्टेन्ट नै पाइनँ आज मैले राति भएर कि दिउँसो भएर यताउता आँखा थो फ्याट्टो मुखमा कुरा आउँथ्यो तर आज म एउटा ऱ्याप गाइदिन्छु त ऱ्याप ल डिएनएक्सको हो यो गीत पनि सबजनाले युट्युबमा गएर हेरिदिनु होला होइन दाइलाई सबजनालाई सहयोग गरिदिनु होला डिएनएक्सको गीत यो राम्रो गीत हो होइन ल सुनिदिनु होला है त थरी ब्ल्याक बोय फ्रम बोय 30 थरी केटा मेरा थरी बेस तेरो दाईसँग चुप्पो लागि बस्छ बेस दाईसँग बोल्नु अघि गएर अलि खोज्छ प्याटे कुचु खोलास बेहोस् गली हली हिँड्ने मेरा केटा कोही अलि कान्छ त कोही छन् जेठा लको मात्र घर फुत्दै आउँछ तेरो कोठा लोकल ग्याङ हो यो मुली खालस फेरि खटा न त छ नेता पाओ न त कुनै ग्याङस्टर मेरा केटा डेभिल मच परे monster अन्त छैन कुनै तर ममा पिस छुटाइदिन्छु जस्तै सरको म राति साथी मेले हिँडे कति जति बजे पर्ने केटाहरूको कति मिति जोली छिटो मिति गरौँ केटाहरूको कति मिति साथीभाइको भेट घाट 24 घन्टा हामीलाई लाग्छ यति साथीभाइको भेट घाट 24 घन्टा हामीलाई लाग्छ यति साथीभाइको भेट घाट 24 घन्टा हामीलाई लाग्छ यति सानो मेरो ग्याङसँग ल्याङ गरी ब्याङ गर्ने काम नगो ल्याङ फ्याङ बाँकी चापो खालस फेरि तैँले झ्याम उसको अरू कोडाइ खालस फेरि ल्याम मिन्टु लन्डन मेरो दाइ पल्टन चिप्पो लागि बस्छु न त काटी यसलाई गर्दैन चारैतिर मेरा केटा भगवानको पट नेफापको ऱ्याप गड लिने आइज दर्शन सुरुवात भयो मेरो अहिले न तर्सन हातमा छु मेरो चारैतिर धुवा त मेरो बुझ्छ नि तेरो बुवा तँलाई नि देखाइदिउँ म त्यो बुवा बोले होइन बढी भाइ सिधै हाँटो छोरा तर म पर्छु जोर गर न सबको पारा एउटै मेरो पारा दिएन चल तेरो सोच गलत तेरो क्या मेरो रङ पढ बिना आउँछु तँलाई तेरो गल्लीको सर एक दुलो यार किन जस्तो मदत तेरो ऱ्याप वाक भन्ने कुरा चाहिँ औताले सक्दैन आज आम ब्ल्याक बोय फ्रम बोय 30 ए गाइज यति ऱ्याप चाहिँ मैले जिन्दगीमा फर्स्ट टाइम कन्ठ गरेको यो ऱ्याप होइन बत्ती नै छैन यार काठमाडौँमा त यार रोडमा पनि बत्ती हुनु पऱ्यो बत्ती हालेको छ बाले खाने यस्तो भएपछि के काम
त्यो दिउँसो मध्याहमा बत्ती हालेछ है हालेछ भन्दा हालेछ भनेर देखाउनको लागि हालेको त के काम यार बत्ती नै बाले ल अब यत्रो उकालो उक्लिनु पर्दा त कम गाह्रो हुन्छ मलाई आज दिउँसो सुत्नै पाएन फेरि गाह्रो छ नि त तर कहाँ ठाउँमा आफ्नो साधन भयो भने चाहिँ सजिलो कि टाढा जहाँ भने जानु पाइहाल्ने आफ्नो साधन भएन भने चाहिँ झ्याउ हुने अति नै झ्याउ हुने आकाशमा तारा हेर्नुहोस् त के अरे तारा जुन हेर्नु सक्नुहुन्छ गाइस होइन जुन हेर्नुहोस् गाइस रातमा जुन रातमा जुन दिनमा के थियो खै के हो यो गीतै कन्ठा भन्नु मलाई सुनेको थिएँ गाइस तर के छैन अल्सो गाइस अब म चाहिँ त्यही भन्छु कि अब होइन त्यही त हो मेहनत अब मेरो त मुखमै आउने मेहनत हो मेहनत चाहिँ गर्नु पऱ्यो है सबजनाले आफ्नो तर्फबाट चाहिँ बेस्ट दिनु पऱ्यो क्या सबजनाले के आफ्नो तर्फबाट जसले बेस्ट दिन्छ नि त्यो चाहिँ स्योर 100% लाइफमा फ्युचरमा गएर सक्सेस हो क्या त्यो मान्छे चाहिँ अब आफ्नो तर्फबाट बेस्ट पनि नदिने ठिक छ अब जिन्दगी चलिहालेको छ बाबुले पनि जिन्दगी त्यत्तिकै चलाएँ म पनि जिन्दगी यत्तिकै चल्छ के छ र जिन्दगी महिलाले के छ र भन्ने हो भने चाहिँ बाउको भन्दा गैमार भएर जान्छ फेरि त्यो चाहिँ मैले भोगेकै मान्छे भयो फेरि म चिन्ता पुरा चाहिँ त्यही भएर अलिकति आफ्नो तर्फबाट पनि तपाईँहरूले बेस्ट दिनु होला होइन आफ्नो फ्युचरको लागि पनि राम्रो हो क्या त्यो आफ्नो तर्फबाट चाहिँ तपाईँहरूले सक्दो बेस्ट दिने कोसिस गर्नुपर्छ क्या त्यति गर्नुभयो भने चाहिँ अनि केही न केही चाहिँ धेरै नभए नि होइन केही न केही चाहिँ हुन्छ क्या अनि ओ गाइस कुकुरले घोकेर बस्न दिएन गाइस कस्तो घुक्छ है कुकुरले त म्यागरी लास्ट गर्दैन कुकुरले यस्तो पहिलो दिन मलाई यहाँ कुकुरले यस्तो लखेटेको चाडा कुकुरले तै पनि कुकुरले भेटाउनु सकेन है म्यागरी त्यो 3 किलोमिटर दिनकै दौडेर त कहाँ खेर जान्दिन्छु त त्यस्तोमा भारे भुरे कुकुरले लहट्दैमा भित्ताइहाल्ने भयो त होइन म नि कहाँ कम्तीको छु र गाइस यहाँ चाहिँ चढाएर चाहिँ के म्याग्री कति बज्यो भनेर सोध्छ कहिले के भन्छ म्याग्री कराएरै गर्छ च्याउ लाग्ने म्याग्री पछाडि पछाडि आइरहेको मान्छे घट्ने 9 बजे 13 मिनटको भनेर लगाइदियो कति बज्यो भनेर सोधिरहेको थियो कस्तो सुनसान छ क्या डरै लाग्ने कोही छैन फेरि वरिपरि पनि म्याग्री लुडु आएर लुट मचाइदियो भने पक्कै लाग्नेहाले चाहिँ लुडु आएर लुट मचाइदियो भने हेरे अन्त चोर जति दौड्यो भने त्यसको त बाल मेरो बाल के भन्थ्यो एक गर्न सक्दैन के भन्थ्यो होइन आँखा झिमिक माल गएको भने जस्तो अन्त त्यसले केही गर्न सक्दैन भयो नि तर केही छैन गाइस तर त्यही हो रातिको टाइम काम गर्न गाह्रो त दिउँसो आज सुत्नै पाएन भने त्यहाँ यार आज घरभन्दा यतापट्टि एक्सिडेन्ट परेर चाहिँ त्यो घरभन्दा यतापट्टि भन्दा नि यता पनि मानेर त्यो हाम्रो माखलामा गुदाईको छोरीलाई अर्को बाइकले हान्न कति टाढा पुऱ्याइदिएको कि उडाइदिएको क्या अनि त्यो बाइकवालालाई 2-4 चटकन हान्दै बसेको होइन मैले भन्दा भयो मैले त जम्मा 1 लाख मात्र दिन पाएँ अरूले चाहिँ दिए 5-7 लाख त मैले चड्कन खाएको र त्यसले आफै होइन अब के हुन्छ भने होइन म चाहिँ के भन्छु भने अब आफै गल्ती गर्ने नि आफूले गल्ती गरिसकेपछि अनि ब्रेक लागेन यहाँ मेसिनरी सामान भन्ने बित्तिकै ब्रेक लाग्दैन यताउता भन्ने सुख पाइँदैन नि आफ्नो गल्ती स्वीकारेन क्या त्यसले अनि त्यही हो आफ्नो गल्ती स्वीकार्ने काम गर्नु पऱ्यो क्या त होइन त त्यो हो नि त
आफ्नो गल्ती स्वीकार्यो भने जसले पनि अलिकति भयो नि हुन्छ। अब त्यसले अलिकति गल्ती स्वीकार्यो भने हामीले सबै माफ गर्ने भन्नु हुँदैन। मान्छेको अब कति त्यो बहिनीलाई अलिक के भइरहेको होला, अब सायद हस्पिटलमा अब 5-7 दिन राख्नुपर्ने भयो होला। यस्तरी हानेको छ यार गाडीले, कहाँ गाडीले भन्दा चाहिँ बाइकले। त्यही भएर त आफूले सुरक्षा चाहिँ आफैले लगाउनु कि। अब त्यो बहिनीलाई अब के हुन्छ, त्यो मलाई बढी ओभर स्पिडमा आएको क्या त्यो, अनि ओभर स्पिडमा आइसकेर अनि ब्रेक लागेन यहाँ भन्छ, त्यसो त कहाँ भयो त होइन। अनि फेरि अनि केटाहरूले 5-7 चड्कन हानेर अलिकति थचक्क रुन तर्न बन्द गरेर हान्छ कि चाहिँ अनि के चाहिँ ट्राफिक आउँछ कि, अनि ट्राफिकले चाहिँ के भन्छ भने अनि यस्तो के गर्नु भएको, किन के भयो यस्तो आउँदा अरे। त्यहाँबाट उसले स्पिड चेक गरेर पठाउँदाखेरि चाहिँ ठिक छ अरे, यहाँ आउँदा त्यो एकैछिन त्यति जानु पर्दैन नि त होइन। त्यही भएर त्यो चाहिँ अलिकति ट्राफिकको पनि अलिकति गल्ती हो क्या त्यो चाहिँ। ट्राफिकले त्यहीँबाट कन्ट्रोल गरेर पठायो भए तपाईँ ठिक हुन्थ्यो क्या। ट्राफिकमा यहाँ गरेर हेरेर बस्दिनँ नि कहाँ हुन्छ त होइन। ल अन्त हुन्छ नि होइन, जे भए पनि आफ्नो गल्ती स्वीकार्नु, पश्चाताप गर्नु त्यो राम्रो हो। तर आफै गल्ती गर्ने, आफै ठुला कुरा गर्ने त्यो काम चाहिँ राम्रो लाग्दैन कि मलाई होइन। कसैलाई राम्रो लाग्दैन, त्यो राम्रो हुँदैन होइन। अनि अल्सो त्यही त हो होइन। कस्तो जति हुने नि पुग्दैन काममा पनि, के भएको यो कालाको हो कि चाहिँदो हिँडिसक्यो 1 घन्टा हिँडिसक्यो जस्तो लाग्छ, काममै पुग्दैन त के भयो मलाई। हेट वाक्कै लाग्ने यार छेट। ल म अब काठमाडौँ महानगरपालिका वडा नम्बर 16मा चाहिँ प्रस्थान गरिसकेँ होइन। छिरेँ म भित्र, छिरेँ वडा नम्बर 16मा। ल अनि अल्सो गाइस म चाहिँ होइन ठक्कै दुर्गेश थापाको घर अगाडि छु अहिले चाहिँ। कसम झुक्टो बोलेको होइन होइन, साँच्चै हो। अगाडि छु भने आइपुग्न लागेँ दुर्गेश थापाको घर। म अहिले ठ्याक्कै त्यहाँ याद भयो भने म त देखाइदिउँला अहिले है त दुर्गेश थापाको घर। अल्सो गाइस हेर्नुहोस् दुर्गेश थापाको घर यही हो यो वाला, अहिले अँध्यारो देखिरहेको सब सुत्यो जस्तो छ दुर्गेश थापाको घर अहिले होइन। यही वाला हो कि यो 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 खतरा हो। भित्तामा नासिको वाला बवाल छ कि घर, रातिमा चाहिँ राम्रोसँग देखिएन, खतरा थियो घर त बवाल छ। ठिक छ भगवान छन् भने हाम्रो पनि पाला आउँछन् त्यस्तो दिनको होइन। र अल्सो गाइस अझै पुग्न लाग्छ 4-5 मिनट अझै, त्यसपछि त्यहाँ ठिक हुन्छ। ल कति बज्यो नि थाहा छैन है, भ्लग बनाउँदाखेरि यो क्यामेरा अन गर्दाखेरि टाइम हेर्न नमिलिरहेछ, झ्याउ भयो। अन्त अल्सो गाइस अब बाटोभरि कुकुर छ, मलाई यस्तो डर लाग्छ नि होइन। तर रानीवनको अब ठ्याक्क त्यो 22 धाराबाट नि 15-20 मिनट यता आएर रानीवन टक्क तल फेदमा हो कि मैले चाहिँ काम गर्ने। अनि तर त्यहाँ रमाइलो छ क्या ठाउँ चाहिँ, तर के गर्नु रातैभरि उभिएर काम गर्नुपर्छ र पो त झ्याउ त होइन। तर लास्ट रमाइलो छ क्या ठाउँ चाहिँ, मलाई यस्तो रमाइलो लाग्छ नि त्यो ठाउँ, रमाइलो लाग्छ कि गाइस। सोचे जस्तै रमाइलो छ क्या ठाउँ चाहिँ, बवाल लाग्छ मलाई। मेरो पछाडि गाडी आइरहेको जस्तो लाग्छ, हो कि जस्तो लाग्छ, हो रहेछ। गाडीले हान्दैन नडर कि गाइस। ल हुन्छ नि त फेरि कुकुरलाई हेर्न यस्तो छ कुकुर बाबु, कति बाटो भरिसक्यो गाइस कुकुर चाहिँ होइन। अस्ति एक दिन मलाई यस्तो लहट्यो भने कुकुरले हेर्नु गाइस, बाटो भरिसक्यो गाइस कुकुर चाहिँ बाक्री। यो कुकुरहरूले यस्तो हान्छ नि बाक्री, लहट्न पर्छ यति लहट्छ नि, नहानिनु न ढुङ्गा टिपेर बजाउनु भने जस्तो लाग्छ बाक्री। कता जस्तो लाग्ने कि गाइस बाक्री। ठिक ठाउँमै आइरहेको रहेछ आउनु त, हेर्दैको कहाँ जस्तो लाग्ने कि गाइस। अझै अलिकति उता हो मजाले। लगभग आइपुग्न लागिसक्यो।
अब त्यहाँबाट 2 घर माथिल्लोपट्टि गएर यता गएपछि आउँछ कति 9:40 जति भयो होला 50 जति त्यहाँ गएर 10 मिनट नुहाउनु पऱ्यो नुहाउनुमा चाहिँ निद्रा लागिहाल्छ आज सुत्नै पाएन गाइज घर एक्चुली नुहाउनुमै त अडिन सक्दैन आज लास्टै गोडा फर्कियो पिँडुलुको मासु फर्किआयो उभिँदा त्यही भएर पनि हो कि लल्छो गाइज अब चाहिँ म ट्याक्कै 2 मिनटमा ठक्कै पुग्छु क्या मलाई त्यति चाहिँ विश्वास छ क्या अब त्यति पनि विश्वास नभए त के काम भएर अब 2 मिनटमा चाहिँ ट्याक्कै पुग्छु म हिजो दाइलाई यहीँ भेटेको थिएँ मैले आज त उता गइसक्नु बस्छु त्यही भएर पनि अलिकति छ केही छैन अब चाहिँ ठ्याक्क अलिकति झलमल्ल भएको ठाउँमा आइपुगेँ कि गाइज अब यहाँ अब चाहिँ हाम्रो अफिस आइपुग्ला त्यही भएर नि अलिकति वरिपरि यो एरिया चाहिँ अलिकति उज्याले हो कि ठाउँ सबै त्यो झलमल्ल बत्ती बालेको क्या यस्तो भयो पो एरिया पुरै सेफ हुन्छ त कि काहीँ चुप्रुक्क काहीँ गुप्रुक्क भनेको त काहीँ टन्न बत्ती बाल्यो काहीँ बालेकै छैन कहाँ पुरै झलमल्ल हुनु पऱ्यो नि त ल एरिया ल यो चाहिँ पुरै झलमल्ल खालको एरिया त खतरा होइन भने गाइज अरू सबको घरमा आइपुग्नु लाग्यो अब भने गाइज हेलिकप्टर छ नि त फेरि घरमा त कता गएको भयो थाहा भएन आज नत्र बिहान त हेलिकप्टर थियो घर हेलिकप्टर कता हो अलि रमाइलो छ हौ सब पनि रमाइलो गर्छ नि तर काम चाहिँ बढी लगाउँछ सुनसान सुनसान रातमा यो मेरो हातमा चसक चसकिने मायालु तिमीलाई नै हेरी गीत गाइदियो के गाइज रुदा रुदा सिरानी भिजेको ए मायालु भन्दै गाइज अन्त त्यही हो जति जे गर्ने भने गाइज अब ठ्याक्कै मैले चाहिँ काम गर्न आइपुग्नु लागिसक्यो अब 1 मिनट लाग्छ पुग्नलाई अनि 1 मिनटमा त काम सुरु हुन्छ होइन कि सुरु भइसक्यो लोन्जीमै काम आएको छ तर होइन सुरु भएको छैन सल्सो गाइज हेलिकप्टर पनि यहीँ रहेछ सबको घर चाहिँ यही भएन माथि हेलिकप्टर चाहिँ सबको घर यही हो अब अनि यहाँ सब गऱ्यो हाल्यो काम गर्ने ठाउँ यहीँ छ यतापट्टिबाट छिर्यो होइन गाइज त्यता अनि अब रातभरि काम गऱ्यो भने गाइज त्यसपछि सुत्यो ठक्क म चाहिँ अफिसमा आइपुगेँ गाइज अब सुरु गाइज अब यस्तो त हो नि होइन टक्क काम गर्ने ठाउँमा छिरेको म चाहिँ अब दाइ काम गरिरहनु भएको छ होइन टक्क म चाहिँ छिरेको भित्र होइन सबजना हेर्नु सक्नुहुन्छ होइन सन त हाम्रो बनाइ छुट्टै होइन त्यसको रातभरि काम गर्दै गाइज अब चाहिँ भ्लग यतिमा नै होइन मैले भ्लग यतिमा नै अब कम्प्लिट हान्दिन लाग्यो होइन अब दाइहरू आउनुहुन्छ काम गर्नुपर्छ यताउता रातभरि काम गर्नुपऱ्यो होइन ल गाइज सबैजनालाई बाई बाई भन्दै भिडियो लाइक कमेन्ट सब्सक्राइब गरेर सबैजनालाई माया गरिदिनु होला है त जय नेपाल।